साथीहरू हामी चाहिँ यो पुमी भन्ने ठाउँमा चाहिँ आइसक्यौँ। अब यहाँबाट चाहिँ हामी भित्र जाँदैछौँ। यस्तो राम्रो ठाउँ छ। तपाईँहरू नि बर्थडे मनाउनु छ भने आउन सक्नुहुन्छ। वाउ, यस्तो राम्रो ठाउँमा छ। यहाँबाट चाहिँ हामी भित्र लाग्दैछौँ। हेलो बर्थडे गर्ल, हेलो हेलो, यता हेर न। ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे। खै थ्याङ्क यू भनेको, थ्याङ्क यू भन। बर्थडे गर्ल। वाउ, नगरिदिनु के मेकअप बिग्रिन्छ। अलिकति लगाइदिनु हो दाइला खानु। वाउ, बर्थडे गर्ल रे। ल आस भन। ल है, ल है।
आज बर्थडे हो ह्याप्पी छ ह्याप्पी ह्याप्पी के हो त्यो ह्याप्पी छ यता हेर न हेलो बर्थडे गर्ल बर्थडे गर्ल यता हेर न माया वाउ वाउ के हो माया यता हेर वाउ वाउ होइन थ्याङ्क यू भनेको गर्ललाई हेलो बर्थडे गर्ल यता हेर त यता हेर न हेलो बर्थडे गर्ल आमा नि ओ माई गो बर्थडे गर्ल यता हेर भनेको के ए भागेको हेर न यता हेर बर्थडे गर्लको बाबा बाबा छोरी सेम सेम हुन्छ मालिस गरिदिइरहेको छ भाइलाई आफ्नो आफ्नो पारामा छन् सबैजना हेर्नु गाइस पुरा भिडियो बनाइरहेको छन् हेलो गाइस यहाँ सबैजनाको आफ्नो बर्थडे मनाउँदै हुनुहुन्छ धेरैजनाले बर्थडे मनाइसक्नु भएको छ अहिले उहाँ नानीको पालो Happy birthday to you. यो मामी यस्तो दामी लागेको होइन गाइस हेर्नु गाइस यो बहिनी यति दामी छ कि उता फर्किरहेको छ होइन यस्तो दामी छ कि बाबु आमा ya
साथीहरू हामी चाहिँ बर्थडे सकाएर पनि अब घरतिर लागि अरे यसको कपाल देखो म देखाउन कपाल म अब तालु हान्छु म कपाल पालेर कहिले गरेर म तालु हान्छु अब कसम बर्थडे गर उसको कपाल मैले किन यस्तो गरेको भनेर हजुरहरूले थाहा पाउनु छ भने मेरो कपालमा चाहिँ बहिनीले स्लाइम टाँस्थे हो अनि मैले देखाएर हिँड्न औडा भिल्ला लाखा त्यही भएर म चाहिँ यस्तो गरेको म चाहिँ अब घर गएर कपाल तालु हान्नु ओके आवै माया रमाइलो भयो कि भएन भनौँ भयो कति भयो टाउकोमा उलाइदिएछ तिमीलाई रमाइलो भएन हेर बर्थडे गर्ल यहाँ हामीलाई रमाइलो गर्ने ठाउँमा लिएर जानु छ अब यो टाउकोमा स्लाइम टाँस्थ्यो नो रमाइलो एकदम रमाइलो टाउकोमा स्लाइम टाँसेपछि सबैजना सक्यो फिनिस नमस्ते हेलमेट त्यसमाथि मेरो एक्स त्यो काले हप्पा धोती बिहारी आज यति हँसाएर हेर्नु गाइस त्यो काले हप्पा धोती बिहारीले मेरो 3-4 हजार खायो त्यो बेला पाप लाउँछ त्यसको बिहा हुन जिन्दगी बिहा भयो नि त्यसले बच्चा पाउँदैन बर्बाद भयो ल अब हामी चाहिँ घरतिर लाग्यौँ है साथीहरू भगवानको नामै खोज्दै ल अर्कोले दिन लाग्यो फेरि के गर्नु है हामी चाहिँ अब पालो